सल रोटीसँग चप्प चोप्दै खप खप खानु जस्तो भएको छ। तेल पनि यसरी छुट्टिसक्यो हैन। कस्तो पानी आएको क्या मुखमा। हेलो साथीहरू, सबैलाई स्वागत छ सुशीला थापा युट्युब च्यानलमा। साथीहरू, तपाईँहरू हेर्नुहोस् नहेर्नुहोस् मलाई थाहा छैन। कतिजनाले माया गर्नुहुन्छ, कतिजनाले माया गर्नुहुन्न हैन। जेसुकै गर्नुहोस्, तर आज म चाहिँ अमिलाको अचार के त्यो फत्काको अचार खट्टी मिट्टी जस्तो टाइपको म बनाउन जाँदैछु हैन। तपाईहरुलाई पनि मनपर्छ भने बनाएर खानु होला। म अलिअलि रेसिपी सेयर गरिदिन्छु, एकदम छोटो भिडियो बनाउँछु है, हेर्नु है त। देख्न सक्नुहुन्छ साथी, यो चाहिँ दसैँमा ल्याएर राखेको है साथीहरु। दसैँमा बनाएर खाने भनेर ल्याएको। यो सकिसके यति बाँकी रहेछ। म यसको चाहिँ छिटो छिटो तासतुस बनाएर बनाउँछु है साथीहरु। बच्चा सुतेको मौका छ बेर हजुर हतार हतार गर्नुपर्छ नि हजुर, के गर्ने। यसलाई म स्वास तास्छु हैन। उठ्ने बेलामा सबै भ्याउन पाएँ हुन्थ्यो, तर भ्याउँदिनँ होला जस्तो छ। आज भ्याइहालेँ भने म भोलिसम्म भयो भने बनाएर चाहिँ देखाउँछु है साथीहरु। ल हेर्नु, अब यसलाई चाहिँ म यसरी गर्न गइरहेको छु। यो भिडियो धेरै लामो हुनसक्छ, त्यसले गर्दा म छोटो बनाउँछु है। तर कस्तो साह्रो क्या, यस्तो कस्तो अमिलो पानी आएको क्या, सर्र उ भएको क्या। कागती भनेर लिएर आएको है, यो अमिलो है कागती हो, त्यो पनि थाहा छैन। दसैँमा ल्याएर त्यसैको उहाँले बनाऊ भनेर के भ्याइनु भ्याइएन के गर्ने के नि। बच्चाहरू नि है टोइलेट जाँदासम्म पनि सँगसँगै बच्चा बोकेर जानुपर्छ हजुर, के गर्नु। यति मिहिनेत गर्छु म। अब त्यो कोले एक्लै बच्चा हुर्काउनु भएको छ, त्यो उहाँहरूलाई थाहा होला होइन। तर पनि म ह्याप्पी नै छु होइन, आमा बन्न पाउँदा कोले होइन। यति सानो भयो साथीहरू, कस्तो पानी आएको क्या मुखमा। यस्तो बनाएँ साथीहरू। अब यसलाई चाहिँ चटर काट्छु अब। ल साथीभाइहरू, यति बनाएँ मैले चाहिँ। अब यसलाई चाहिँ म पकाउन गइरहेको छु है। अचार हैन साथीहरू। अब म चाहिँ यहाँनिर तातेको तेलमा जिरा अलि धेरै नै पड्काउनु पर्यो, थोरै भयो होइन। जिरा पड्काउन जान्छु। यहाँनिर चाहिँ मैले खुर्सानी क्या अलि सकिएछ हेर्नु साथी। परदेशको ठाउँमा सबै कुरो कहाँ स्टक हुन्छ र। यो खुर्सानी चाहिँ तरेर काचाकुचो पार्दैछु। अनि मेरो यता चाहिँ मेरो मुटुका टुक्राहरू बोल्दैछन् मसँग होइन। यस्तै छ। उनीहरू चाहिँ मेरो एकदमै सपोर्टर हुन् क्या, मेरो रेगुलर भ्युअर्स हुन् है। यहाँनिर चटर पारेर काटेको अमिलो कागतीले चाहिँ मैले यस्तो गरेर राखेको छु। यसलाई चाहिँ ज्वाइँ पारेर अब म यसमा खन्याउन गइरहेको छु है साथीहरू। अब म राख्न गइरहेको छु जिरा धनियाँको धुलो, नुन, बेसार, अनि त्यसपछि कश्मिरी लाल मिर्ची है, यसमा चाहिँ एड गर्न जाँदैछु है त। अनि निम्ति स्वाद अनुसारको हुन्छ। मालिस गरेपछि यस्तो भयो साथीहरू। यसलाई चाहिँ मजाले मालिस गरिरहेको छु खतरा पाराले। अब यसमा राख्न गइरहेको छु जिरा धनियाँको पाउडर। हेर्नु साथीभाइहरू, यी जिरा धनियाँको पाउडर चाहिँ अलिक मजाले नै राखेँ मैले होइन। अनि त्यस पछाडि राख्दैछु अलिक पिरो कम होला कि भनेर कश्मिरी लाल मिर्ची पनि राख्नु। मैले भाँडै खाने चाहिँ भा यहाँनिर खुर्सानी पुग्दैन होला भनेर पाँच बनाएर राखेको छ नि त। यहाँनिर क्याच बनाएर राखेको यो खुर्सानी पनि हालिदिन्छु है त। यो पनि सबैलाई मालिस गरेर पनि साथीहरू हेर्नु, जो घरका मान्छे सबै ठोकेर मर थालिसक्यो। मलाई मार्छन् होला यस्तो बनाउनु भयो भनेर खुर्सानीको खार लाएर। अब किनभनेदेखि पिरो खाँदैनन् नि त यिनीहरूले, खुर्सानीको खार गएर मलाई कति बेला आएर कार्दै गर्छ थाहा छैन। यसलाई चाहिँ म यो तेल नछुटेसम्म पाक्नको लागि छोडिदिन्छु। त्यति बेलासम्म चाहिँ मेरो बेबीको केयर गर्न जान्छु साथीहरू। तपाईँहरू हेर्दै गर्नु होला। यसलाई चाहिँ मजाले पाक्न छोडिदिन्छु ल, म एकदमै लो हिटमा। र हेर्नु साथीहरू, मैले चाहिँ लगभग 20-25 मिनट पछाडि आएर हेर्दा चाहिँ यस्तो भइसक्यो होइन। सल रोटीसँग चप्प चोप्दै खप खप खानु जस्तो भएको छ। तेल पनि यसरी छुट्टिसक्यो होइन। यसलाई चाहिँ म चट्ट लाएर बट्टामा प्याक गरेर राख्छु। अब यसलाई अलिकति सिलाउनु छोडेर यहाँ रहेको छ मेरो भाँडो। यसमा मजाले प्याक गर्न गइरहेको छु होइन। तल कराईमा चाहिँ देखिएन है साथीहरू। म चाहिँ बिस्तारै चम्चाको सहायताले यसमा प्याक गर्न गइरहेको छु। कस्तो दामी भइछ नि, खाउ मन लाग्ने रहेछ क्या।
एउटा गोप्य रेसिपी मैले राखेको छैन साथीहरू। यदि तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। कमेन्ट नगरिकन भन्दिनँ त्यो चाहिँ। लास्टमा मैले एउटा रेसिपी मैले भने छैन। फाइनल्ली मेरो अचार चाहिँ यस्तो भयो साथीहरू, हेर्नु है, यस्तो खाउँ खाउँ भएको छ होइन। अब मैले चाहिँ यसलाई बिर्को लाएर टक्क एयर टाइट गरेर राख्छु। कोही साथीहरू युकेतिर हुनुहुन्छ भनेर अचार चाहियो भने सम्पर्क गर्नु है। यति मेहनत गरेर बनाएको छु। प्लिज मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। सबैलाई आई लभ यू।